हामीहरूले कुरा गरे मैले रवि लामिछानेलाई पनि हुन्छ नि भनेको हो रवि लामिछानेजीलाई मैले के भने भन्दाखेरि तपाईँलाई हामी टेक्नोलोजी दिन्छौँ होइन स्याटेलाइटबाट हेरेर हजुरको सिडदेखि लिएर एन्ड प्रोडक्टसम्म हुन्छ नि सबै कुरा ट्र्याक गर्ने टेक्नोलोजी एज इन कि कसरी रेगुलेट होला क्या हजुरले टेक्नोलोजी स्याटेलाइट जोड्नु भयो होइन मेन उहाँहरूलाई त ब्ल्याक मार्केट नबढोस् भनेर हो नि त होइन जबकि अब उहाँ ब्ल्याक मार्केट त अहिले पनि उहाँले रोक्न सक्नु भएको छैन इभन हजुरले जोड्नु भयो नि ब्ल्याक मार्केटको कुरा गर्छ अहिले हामीले यो एपिसोड खिचिरहँदा हिजो होइन अस्तिको दिन चाहिँ सप्तरीमा तपाईँको यो नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्यको घरमा चाहिँ 3200 किलो गाँजा भेटियो क्या अनि अब त्यस्तो खालको सिनारियो छ होइन अब हजुरको रोल्पा रुकुममा हेर्नु न होइन यहाँ के अरे हामीहरूको माओवादी नेताहरू हुनुहुन्छ उहाँहरूले त कस्तो भन्दाखेरि यही लिगल गर्छु भन्ने एउटा के अरे कुरा बेचेर मात्रै उहाँहरूले हुन्छ नि त्यहाँ भोट पाउनु भएको हो त्यहाँ कस्तो अवस्था छ अहिले पनि भन्दाखेरि त्यो चरेस उनीहरूले नबनाउने हो नबेच्ने हो भने त्यहाँ भोकै मर्छन्